Hello everybody. Now today I want to do the experiment about the electrolysis. Electrolysis ma pani हामीले electroplating of copper in iron भनेर पढ्नु पर्यो. त्यसलाई मैले एकचोटी एक्सपेरिमेन्ट बाट गर्न गइरहेको छु. र सर्वप्रथम हामीले यहाँ कपर सल्फेटको सोलुसन लियो. अब कपर सल्फेटको सोलुसन लिइसकेपछि यसमा हामीले के गरियो त भन्दाखेरि आइरन एज क्याथोडको रूपमा राख्यो. आइरन एज क्याथोडको रूपमा राखेर यसरी नेललाई मैले आइरन क्याथोडको रूपमा जोडा गरेँ भने र मैले यो एनोडको रूपमा मैले कपरको एउटा तार भिडाएँ. यो तारलाई मैले के गरेँ त भन्दाखेरि एज एनोडको रूपमा राखेँ. राखेर त्यसपछि यसलाई टाइट गरौँ. त्यसपछि अब मैले यहाँ पावर सप्लाईलाई मैले यहाँ हामीले जेनरली 1.5 भोल्टको लिएछौँ. अब यहाँ 1.5 भोल्ट 1.5 भोल्ट त्यस्तै रहेछ. यति लिइसकेपछि पावर सप्लाई कनेक्सन गरियो. अब प्लस टर्मिनल मैले एनोड र क्याथोड मिलाउनु पर्यो. अब यसलाई मैले कपर सल्फेटको सोल्युसनमा डिप गरिदिएर राखेँ. होल्ड गर्नुपर्ने हो. होल्ड गर्नलाई के ले होल्ड एउटा यता छ. पावर सप्लाई यहाँ भयो के अरे. यसमा मैले एकतिर क्याथोड भनेर मैले आइरनको राखेँ भने मैले एनोड भनेर यो मैले कपरलाई डिप गर्ने. हेरौँ कपर प्लेटिङ हुन्छ कि हुँदैन भन्ने कुरा है. अब मैले यहाँ टाइम ल्याप्स गरेर यहाँ छोड्ने. कति बेलासम्म लगभग करिब 1 पिरियड भरि. हेलो आफ्टर लगभग हिजो 4 बजे सुरु गरेँ. आज म लगभग 10 बजे 11 बजेर 22 मिनटमा 11 बजेर 22 मिनटमा यो इलेक्ट्रोलाइसिस अथवा इलेक्ट्रोप्लेटिङको निकाल्दैछु. कस्तो भएको छ हेर्दैछौँ हामी. अब निकाल्दाखेरि यहाँबाट तपाईँको ओहो फस्यो नि त है. हजुर फस्यो लगभग यत्रो कपर प्लेटिङ भएको रहेछ. लस भयो. दिस कन्फर्म्स द्याट इलेक्ट्रोप्लेटिङ इज अकरिङ. यो हामीले एनोड कपर बनाएका थियौँ भने क्याथोड चाहिँ आइरनको काँटी बनाएका थियौँ जसमा आइरन कपर गएर प्लेट भएर बाहिर कपर लायो. अलि धेरै टाइम ड्युरेसन भएको कारणले गर्दाखेरि धेरै प्लेट भयो र हाम्रो इलेक्ट्रोलाइसिस अथवा इलेक्ट्रोप्लेटिङ फिनोमिना यही सकिन्छ. र यसमा हामी कति अमाउन्ट अफ कपर चाहिँ आइरनमा प्लेट भयो भन्ने कुरा पनि क्यालकुलेट गर्न सकिन्छ एकोर्डिङ टु फ्याराडेज ल अफ इलेक्ट्रोलाइसिस. W = ZIT गरेपछि आइहाल्छ. ओके, थ्याङ्क यू.